हेलो गाइज, गुड मर्निङ। वेलकम छ हजुरहरूलाई मेरो न्यू मर्निङ भ्लगमा। आज भने चाहिँ मलाई अलिकति खोकी लाग्थ्यो, त्यही भएर म घरबाट निस्किने बेलामा भ्लग गर्न सकिनँ है। हिँड्दा हिँड्दा थकै लगाएर ठिकै बसेको। अब आउन पनि लागिसक्यो। मेरो दुईजना दिदीहरू चाहिँ वहाँ पुगिसक्नु भएको छ। हजुर हजुर, गुड मर्निङ। बुढाबुढी आउँदैन भनेर चाहिँ दाइ म बेइमान पुलमा डराउँदैसँग पक्ने दाइ भनेको त खुइ ल भनेर त हिँडिराखेको गाइज। अनि आज हाम्रो दोस्रो दिन हो है। खोकिलाएर यस्तो हुन्छ। अनि मलाई चाहिँ मौसमले आज पनि धोका दिएको छ। यो दिनमा पनि अस्ति पर्दिनमा पनि मौसम क्लियर नभएर केही देखिएको थिएन। आज पनि आकाश कालो र निलो भएको छ, केही देखेको छैन। हिमाल सिमाल केही देखिएन क्लियर। अनि यिनी चाहिँ हाम्रो माइल दिदी बोलेको बोली गरेर मेरो भ्लग केही सुन्न दिनन्, किनकि उहाँ दिदी र दाइ आउनुभएको छ, त्यही भएर गफ गर्दै छिन् कि यिनी चाहिँ। यो तपाईँहरू कुकुर हो? यो पनि एक्सर्साइज गर्न कत्रो हो यहाँ। लगाइस हामीले अस्ति गरेको एक्सर्साइज गर्ने ठाउँ आइपुग्यो। गाइज ल हेर्नुहोस्, यहाँ पन्चौलीको पूजा पनि गरिँदो रहेछ। कसैले आएर गरेको रहेछ। हाम्रो एक्सर्साइज चाहिँ यही हो गाइज, मर्निङ वाक आउने अनि यहाँ आएर थ्याच्च बस्ने। हाम्रो दिदी चाहिँ उहाँ गर्न सुरु गरिसकेको छिन्। हामी चाहिँ यहीँ यतिकै बसिराख्ने हो यसरी। एकछिन ड्रेस काटेर गर्नु क्या। गाइज, मेरो दिदीहरू जहाँ चिनेको मान्छे भेट्यो त्यहीँ गफेर बस्ने। ल हेर न, अब छिटै घर पुगौँला, पानी पर्न लाग्यो भनेर भनेको, अब त्यहीँ गफेर बसेर आउने होइन कि रे। म चाहिँ यहाँ रेस्ट गर्दै बसेको छु। ओ छिटो आऊ न छिटो, मलाई खोकी लगाएर कस्तो भयो सताएर। के भएको होला यस्तो आकाश? ल हेर्नु न, ए प्रभु। यो आफै फर्कको भएर आधाउँछ भएर बस्छ कि खुलेर बस्छ क्या यस्तो। कति धेरै सालपछि देखेको त एकताका हामी उसँग घुम्न गएको थियो नि अन्जन सँग गएको थियो कि मिलेन। हामी त्यतिखेर खाएर नानीको पनि मुख त पुरै जिब्रो निलो भएर यस्तै हो। पाकेपछि यो आफू जाम ए अब औषधी पनि पायो अनि दाँत पनि सुन्छ अब। अघिको बसेर खानाले तर यो धाराको पानी मिठो हुन्छ होला। पुरानो धाराको पानी चौतिम पनि खाऊ। म त खान्न, मिठो हुन्छ होला कि धाराको पानी। म चाहिँ घाँटी दुइसक्यो। गाई चाहिँ अगाडि खाएर अझै पुग्यो यिनलाई छोला पनि लगिदियो भनेर टिफिन लगाइन्छ बाटोमा। लगेर न किन काग
यो त आँखाको केरा पनि दुख्यो मेरो छोरीको भाग ओके छ लैन्छ अब गाइस हामी सानोमा यस्तो गर्थ्यौँ है एउटा चाहिँ छोरी बित्तिकै नमस्ते गर्छ नि त्यसले त्यसलाई हामीले नमस्ते भन्दा भन्थ्यौँ कि नमस्ते के भन्थ्यो अरे नमस्ते मात्रै होइन नमस्ते पातो के कुनै अनि तपाईँले गर्नुभयो कि भएन यस्तो यो सानोमा कस्तो अचम्मको केही छुने बित्तिकै यस्तो नमस्ते गरिहाल्ने र हेर्न फेरि ढलिजान्छ कि सुटिजान्छ ऊ फरक्कै ए कस्तो मजाको के जादु जादु पातो कि यो जादु सबै सकियो त बिचरा कतिजना यस्तो फर्र भनेर बसेको गाई चाहिँ अब के गर्ने न्युरो पनि खोज्दै जानुहुन्थ्यो अब मर्निङ वाक आएर न्युरो खोज म त यतिकै हालिदिन्छु अरू केही होइन गाई तर्सिनु पर्दैन हाम्रो माल दिदीको ग्यास निस्किएको न्युरो खोज्दै जानुहुन्थ्यो है अब के गर्ने अब खोज्दै जाने भनेको अब बाघले तर्सायो गाई त्यो भएर हामी नटिपिकन जानु लाग्यौँ पानी कतिर पर्ने हो आकाश कालो निलो भयो हेर्नु गाई यस्तो राम्रो घर बनेको छ होइन यहाँ जग्गाहरू एकदम राम्रो छ हजुरहरू पनि आउनु सक्नुहुन्छ जग्गा किन्नलाई यहाँ जग्गा किनेर घर बनाएर बस्नलाई यति राम्रो घर बनेको नि ल हेर्नुहोस् यस्तो राम्रो घर बनेको कि यहाँ चाहिँ अलिकति यो बाँस नियालो भएर देखिएन हेर्नु गाई यस्तो राम्रो घर बनाउन सक्नुहुन्छ हजुरहरूले पनि हेर्नु यस्तो राम्रो घर बनेको छ फुल बगैँचा दामी छ कि यस्तो राम्रो छ बाटो पनि यति राम्रो छ घरहरू पनि यस्तो राम्रो बनाएको छ सबैजनाले नि है गाई हामी दिदीको घरमा आएको बसेर चिया जाने भनेर भाउजू त्यहाँदेखि चिया बनाउँदै हुनुहुन्छ भाउजू मेरो ब्लगमा आयो भने हामी चाहिँ चिया बनाउँछ घाँटी त्यस्तो भयो चिया बनाएर खाँदा भने